यस्तो खालको छ सर्प चाहिँ, यस्तो रातो खालको छ है सर्प चाहिँ। फाइनली सर्पलाई चाहिँ हामीले छोडिसक्यौँ। टेन्सन हुन्छ, यहाँ तलतिर जङ्गल पनि छ। फाइनली हामीले सर्पलाई चाहिँ त्यहीँनिर हिँडिराखेको अवस्थामा चाहिँ यसलाई हामीले समाएर चाहिँ यसको बारेमा केही तपाईँहरूमा चाहिँ जानकारी मात्र दिएको हो। यसलाई मार्ने यताउति चाहिँ हाम्रो कुनै नियत थिएन। यसलाई छोडिसक्यौँ यहीँ तल। सकेसम्म यस्तो बेजुबानहरूले चाहिँ तपाईँ हामी मिलेर चाहिँ बचाउनुपर्छ। सकेसम्म नमारौँ है त। धन्यवाद। म चाहिँ यता तल रातो सर्प देखिएको छ भनेर बोलाएको छ यहाँनिर, अनि त्यही भएर चाहिँ हेर्न जान लगाएको कुन सर्प रहेछ भनेर म तपाईँहरूलाई भिडियोमा देखाउने छु यो कुन प्रजातिको सर्प हो भनेर म हेर्न गइराखेको छु है। सर्पको नाम चाहिँ ब्लड रेड कोरल स्नेक पनि भनेर चिन्छ यसलाई चाहिँ। यसलाई कोरल स्नेक, रेड कोरल स्नेक पनि भनेर चिनिन्छ यो सर्पलाई चाहिँ। यो सर्प चाहिँ अविषालु हुन्छ भन्छन् होइन, तर यसको दाँत चाहिँ कस्तो छ त्यो दाँत हेरेर मात्र थाहा हुन्छ है यो विषालु कि अविषालु भनेर। म चाहिँ यहाँ दाँत चेक गर्न गइराखेको छु। यसको दाँत चाहिँ कस्तो खालको छ, यति आरीदार रहेछ भने चाहिँ यो अविषालु हुन्छ। यो चाहिँ अविषालु खालको सर्प रहेछ है, यो चाहिँ अविषालु सर्प रहेको छ। यो चाहिँ सिमतिर अलिक चिसो ठाउँतिर रुचाउने, बस्नलाई रुचाउने खालको सर्प हो यो चाहिँ। ठ्याक्कै यो चाहिँ हेर्दाखेरि ठ्याक्कै रेड कलर, यो चाहिँ कोरल प्रजातिको सर्प हो। देख्न सक्नुहुन्छ रातो खालकोमा हल्का कालो प्याटर्न लागेको हुन्छ यसमा चाहिँ, देख्न सक्नुहुन्छ यस्तो खालको। यसलाई चाहिँ मैले यहाँ भेटाएको थियो, यसलाई चाहिँ यहीँ छोड्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै फुर्तिलो र एक्टिभ हुन्छ। यो चाहिँ बेलुका बिहान बेलुकाको समयमा चाहिँ बढी यो शिकार गर्न निस्किने गर्छ यसले चाहिँ। यो चाहिँ एकदमै बढी मात्रामा पाइन्छ भनेर चाहिँ मान्छेहरूले भन्छ, तर यो चाहिँ एकदमै विलुप्त प्रजातिको हो। यो चाहिँ एकदमै यो प्रजाति चाहिँ यो रातो कोरल स्नेक चाहिँ प्राय ठाउँमा पाइँदैन है। यो चाहिँ एकदम कमै मात्रामा पाइने सर्प, एकदमै दुर्लभ सर्प हो। देख्न सक्नुहुन्छ यसलाई छोडिदिँदैछौँ, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ मैले यहीँ समाएको थियो, यसलाई यहीँ छोडिदिनु पर्ने हुन्छ। यहाँनिर छोडिसकेको छ यसलाई चाहिँ, यहाँ गइराखेको अवस्था छ यसले, देख्न सक्नुहुन्छ यहाँ। यो चाहिँ यस्तो खालको छ है सर्प चाहिँ। ल यस्तो खालको छ सर्प चाहिँ, यस्तो रातो खालको छ है सर्प चाहिँ। फाइनली सर्पलाई चाहिँ हामीले छोडिसक्यौँ। यहीँनिर हिँडिराखेको अवस्थामा चाहिँ यसलाई हामीले समाएर चाहिँ यसको बारेमा केही तपाईँहरूमा चाहिँ जानकारी मात्र दिएको हो। यसलाई मार्ने यताउति चाहिँ हाम्रो कुनै नियत थिएन। यसलाई छोडिसक्यौँ यहीँ तल। सकेसम्म यस्तो बेजुबानहरूले चाहिँ तपाईँ हामी मिलेर चाहिँ बचाउनुपर्छ। सकेसम्म नमारौँ।